साथीहरु तपाई पनि लोकसेवाबाट सिफारिस हुनुभयो। त्यसपछि तपाईलाई जिज्ञासा लाग्यो रे मेरो मार्क्स मेरो टोटल मार्क्स कति आएको छ भन्ने जिज्ञासा लाग्यो रे तपाईलाई। भनेपछि कसरी चेक गर्न सकिन्छ त आफ्नो टोटल मार्क्सलाई भन्ने बारे जानकारी दिन गइरहेको छु। साथीहरु भिडियोलाई हेर्दै गर्नुहोला। सबैभन्दा पहिले त लोकसेवा आयोगको वेबसाइटमा जानु पर्यो। सबैभन्दा पहिले ओपन गरौँ, गुगल क्रोम ओपन गरौँ र त्यसपछि चाहिँ लोकसेवाको वेबसाइटमा जाउँ। PSC हानिसकेपछि इन्टर गरौँ। यस्तो हानिसक्दा यो लोकसेवाको वेबसाइट आउनेछ। त्यसपछि चाहिँ यसलाई ओपन गरौँ। ओपन गरिसकेपछि लोकसेवाको वेबसाइट खोलिसकेको छ। राइट कर्नरमा जाउँ र राइट कर्नरमा फेसबुकको अप्सन रहेको छ अनि यो मोबाइल एप्लिकेसन रहेको छ। यहाँ अर्को रहेको छ टोटल मार्क्स। यसमा क्लिक गरौँ र क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस देखिनेछ। यहाँ चाहिँ लोकसेवा आयोग प्राप्त अंक प्राप्त गर्ने तरिका लेखिएको छ। लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भई अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले सम्बन्धित विज्ञापनको सिफारिस भएको मितिले 7 दिनपछि आफूले प्राप्त गरेको कुल अंक हेर्न सकिनेछ। यसरी प्राप्त अंक प्रकाशन भएको मितिले 7 दिनपछि वेबसाइटबाट हटाइनेछ। प्राप्त अंक थाहा पाउनको लागि ध्याय बमोजिम आफ्नो मास्टर आइडी, विज्ञापन नम्बर, रोल नम्बर र जन्म मिति उल्लेख गरी सर्च गरे पश्चात स्क्रिनमा कुल प्राप्तांक देखा पर्नेछ। नमुना हेर्नुहोस्। सुरुमा मास्टर आइडी हाल्नु पर्यो। त्यसपछि अर्को कोठामा रोल नम्बर हाल्नु पर्यो अनि एडभर्टाइजमेन्ट नम्बर अथवा कोड भनेको छ। यहाँ चाहिँ विज्ञापन नम्बर हाल्नु पर्यो। हजुर सिफारिस भएको कोटाको अनि डेट अफ बर्थ यसरी नमुना जसरी नै यहाँ तल हाल्नु पर्यो है। मास्टर आइडी हाल्नु पर्यो, रोल नम्बर यहाँ हाल्नु पर्यो, एडभर्टाइजमेन्ट नम्बर चाहिँ यसरी छान्नु पर्यो र आफ्नो जन्म मिति हाल्नु पर्यो है। म पनि हाल्छु आफ्नो। रोल नम्बर हाल्नु। अब एडभर्टाइजमेन्ट नम्बर चाहिँ मैले छान्छु आफ्नो। तपाईहरु पनि आफ्नो छान्नुस् है र आफ्नो म जन्म मिति हाल्छु। हजुरहरु पनि हाल्नुस्। यसरी मास्टर आइडी, रोल नम्बर, एडभर्टाइजमेन्ट नम्बर, डेट अफ बर्थ, आफ्नो जन्म मिति हालिसकेपछि भ्यू मार्क्स लेखेको छ। यसमा क्लिक गर्नुहोस्। यसरी तपाईले यसरी प्राप्त गरेको यसरी तपाईको प्राप्त अंक विवरण आउनेछ तल। यसरी आफ्नो प्राप्त अंकलाई हेर्न सक्नुहुनेछ सिफारिस भए पछाडि। साथीहरु भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, शेयर। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त धन्यवाद।